यो चाहिँ हामी बुर्सेल हिँडेको। यहीँबाट चाहिँ हामी बुर्सेलको लागि ग्रान्ड प्यालेसमा रहेको अहिले क्रिसमसको लागि ठुलो रमाइलो गरिने ठाउँ हो। त्यहाँ भिडियोदेखि लिएर प्रोजेक्टरमा सबै भिडियो देखाउँछ। त्यही हेर्नको लागि हामी सम्पूर्ण परिवार भएर उभिरहेछु। हामी सबै सम्पूर्ण भएर हामी त्यहाँ हेर्न हिँडेको। तपाईँहरूलाई म त्यहाँको भिडियो सबै प्रत्यक्ष देखाउनेछु। भिडियो हेर्नको लागि धेरै धन्यवाद। हामी चाहिँ अब अहिले ठुलो बजारमा हिँड्दैछौँ। अब यो चाहिँ एकदम ठुलो बजारमा। हामी चाहिँ ब्रुसेल आएको छौँ। हामी सबैजना यहाँ त धन्न सकिन म अझ हेर्न पर्दैन। धन्नले एक्सिडेन्ट भएन। रुक्नु न। अब हामी ब्रुसेलको त्यो मेन ठाउँमा जाँदैछौँ। हामी चाहिँ मेन ठाउँमा आइयो। आउनु कता अलि त पोसा डाट जानु। आऊ यता यता आउनु। आऊ यता। सिधा गरेर खिच्नु न। आधा मात्र देखियो कि माथि केही हुँदैन। यो यस्तो यस्तो रमाइलो लागिरहेछ। यस्तो रमाइलो लागिरहेछ। यहाँ चाहिँ अलि ब्रुसेलको जुन मेन सेन्ट्रुम हुन्छ, चोक हुन्छ, त्यसमा छौँ हामी अहिले। यहाँ चाहिँ पुरै घरहरू यस्तरी कलरिङ गर्छ। अब यस्तो देखाउँछ। अब तपाईँको त्यहाँ ओ दाजु ओ दिदी त्यो टाइम देखाउँछ। त्यो ठ्याक्क आधी घन्टाको टाइम दिएछ। त्यसपछि फेरि अब त्यो टाइम सकिएपछि फेरि यहाँ एउटा अघि जस्तो प्रदर्शन देखाउँछ। मान्छेहरूको भिडभाड तन्नै छ। मान्छेहरू धेरै कुनाहरूबाट यहाँ डुल्न आउने घुम्न आउने गर्छन् आज यहाँ। त्यही भएर यहाँ नि सब रमाइलो यताउता छ। आउनु जाउँ। यहाँ टटाहरू यतातिर अब आफ्नो स्टोरीको लागि अगाडि बढ्दै हुनुहुन्छ। हाम्रो पुनम बहिनी त्यता हुनुहुन्छ। नानी हाम्रो यता हुन्छ। नानीलाई निन्द्रा लाएर हैरान्छन् बिचरा। यस्तो देखाउँछ।
अब चाहिँ यो क्रिसमस सुरु हुन लाएर न्यु इयर पनि सुरु हुन लाएर यस्तो रमाइलो देखाइरहेको छ न्यु इयरको लागि त्यहाँ अगाडि छ न्यु इयर क्रिसमसको लागि यो चाहिँ अब सिस्टम हो यहाँ यही होला अरू त के होला यहाँ चाहिँ गिफ्टहरूको लागि यस्तो राखेको हुन्छ यहाँ यस्तरी रमाइलो तरिका राखेको हुन्छ गिफ्टहरू लागि अब लेखेको हुन्थ्यो कि अब पानी पऱ्यो केही बुझेको छैन है पानी परेर यी अनुसार म चाहिँ यता देख्छ भनेर देखियो केही पनि देखियो होइन यहाँ चाहिँ यस्तो राम्रो गराएको छ नि यस्तो भयो हामी चाहिँ अहिले टुर हुँदैछ कति टुर हुँदैछ यो चाहिँ बियरको म्युजियम हो सम्पूर्ण नेपालीहरूलाई बियरको चाहना हुन्छ नि यहाँ आउनुलाई यो चाहिँ अब ल भने कति राम्रो आएर चाहिँ अनुहार हेर्नु यस्तरी रियल हो भने चाहिँ यो चाहिँ अगाडि चाहिँ यो क्रिसमसको लागि क्रिसमसको लागि यो चाहिँ सजाउ भइरहेको यहाँ अब यो चाहिँ बन्द भयो ठ्याक्कै बन्द भयो यहाँ चाहिँ हाम्रो सरले बन्दै गर्नुभयो ठ्याक्कै बन्द भयो ठ्याक्कै बन्द भयो आज अलि ढिलो भएछ अब यो चाहिँ खासमा यो के हो भने यो चाहिँ बियरको म्युजियम हो यहाँ अब थाहा बेल्जियम भनेको वान अफ द सबैभन्दा धेरै बियर पाउनेमा टप नम्बर भन्नुपर्छ त्यही भएर यसमा अझै ठ्याक्कै बन्द भयो अहिले चाहिँ अब चाहिँ हामी घर जान लाग्यो किनभने बाहिर पनि पानी एकदम पऱ्यो जाडो एकदम जाडो सुरुप्पै बुझ्यो त्यही भएर ओके ल अब हामी चाहिँ घर पुगेपछि तपाईँलाई भिडियोको सुरुवात गराउँछु म आउन यहाँ नानी पानीहरू जाऊ